नमस्कार। सबै साथीहरूको अथवा एउटै घर परिवारमा 5-6 जना मोबाइल हुँदाखेरि सबैको मेसेन्जरको टोन एउटै हुँदाखेरि कसको फोन आएको भन्ने तपाईँलाई थाहा नहुने समस्या छ। मलाई पनि थियो पहिला थाहा नपाउने बेलासम्म। अनि कसको फोन बज्यो मेसेन्जरको टोन नर्मल्ली सबैजनाको एउटै छ। तपाईँलाई थाहा छ त्यो टोन चेन्ज गर्न मिल्छ कसरी? आउनुहोस् सिकौँ। यो भयो मेसेन्जरको स्क्रिन। तपाईँ मेनुमा जान सक्नुहुन्छ अनि सेटिङमा जान सक्नुहुन्छ। त्यसपछि तपाईँ यो नोटिफिकेसन एन्ड साउन्ड भनेर यो जुन छ यहाँ जान सक्नुहुन्छ। अनि नोटिफिकेसन त पक्कै पनि अन नै छोडिन्छ होइन। अनि त्यसपछि नोटिफिकेसन प्रिफरेन्स भनेको ठाउँमा रिङटोन भनेको छ। यो अनुसार चाहिँ तपाईँले चुज गर्न सक्नुहुन्छ कुन लगाउने भनेर है। मैले चाहिँ यो नाम चाहिँ थाहा भएन, टोन चाहिँ मन परेको भएर यो लगाएको छु। यस्तै जानकारीहरू सेयर गरिराख्नेछु। मन परेको अवस्थामा सेयर गर्न सक्नुहुनेछ र फलो गर्न सक्नुहुनेछ। अझ पनि नबुझेको केही छ भने कमेन्ट गर्न पनि सक्नुहुनेछ। है त, शुभ रहोस्।